लगेर सबैलाई नमस्ते बुढीको तर्फबाट पनि केही भन्न हेलो गाइस के हो नि आजको हाम्रो नयाँ ब्लग कति दिनमा 3 दिनमा कि 4 दिनमा चटपटेपछि एक दिनमा भन्नु हैन 4 दिनमा एक दिन हो र इजना बसाइ हेर्नु न त फेरि आमा उता हेर्नु न हेर्नु एउटा कुरा मैले बल्ल ख्याल गरेँ केटा यो बिहा भएकी मान्छे अरे छैन यहाँ खै खै के लाउँछ बिहा गरेको मान्छेले के खै टिका राखु टिका अनि त्यहाँ टिका भन्दा माथिको खै त चुरा नि होइन त मेन चिज खै त खै त खै देखाउ त छ कि छैन यहाँ हेरेर भनिदियो है कमेन्टमा भनिदियो है केटा हो केटी हो यसको हालत नहुन छैन अहिले भेट्छु म बस्ती गर्छ हो नि बुढी यता हेरेर भन्नु अनि ल अर्को कुरा फेरि केटा 2-3 दिनपछि बल्ल आज चाहिँ बबाल देखिएको बाहिर पनि मौसम पनि हेर्न सक्छु ठ्याक्क हल्का हल्का घाम लाग्यो क्लियर छ यहाँ त हुँसो कि पल्युसनले हो सब बिजोग थियो यतापट्टि तिमीले पनि देखो होला भनिराख्नु त पर्दैन भनेर बुढी कति 2 दिनमा बाहिर निस्केको हो कोठाबाट ए यहाँ यसो छेक्के रहेछ नि त यहाँ छ नि त ओ हो बल्ल देखेँ मैले के भनिदेऊ न यता हेर नि त अनि के भनिदेऊ नि त सब्स्क्राइब गरिदिनु होला त्यही भनिदिएको भागिहाल्छ कि लजाउने धेरै यो फेरि धेरै लजामती हन् धेरै बोल्न सक्दिनन् यता हेर न किन हो तिमी यस्तो लजाइ छन् ओ माई गड ले बुढी हुँदाहुँदै कसैले आफूले देखाउँछ नि देखाइरहेको त म यही चाहिँ केटा हो बुढीको हालत माथि जाऊ कहाँ माथि हिँड नि त हिँड नि त भाडा लिएर हिँड हेर केटा यहाँ कति दिनदेखिको ए अरू त लैसकिहान् अरू के खाँ ए कपै कप नि त फेरि साबुनहरू यो बुढीको लागि नुहाउने साबुन पसलमा छ त्यो ढोका पनि नलाग्छ यस्तै छ बुढी यत्तिकै खुल्दै अहिले भेट्छु केटा एकछिन बस्दै गएर केही भयो भने भेट्छु के गरे के अड्काउने कुरा हो यो आमामा बुढीले लुगा अड्काउने कुरा पाइसकेको हो धेरै ठुलो सफलता बुढीकोबाट कहाँ त भर्खरै माथि जाऊँ भन्दै के गर्नु माथि जाऊँ भनेको बुढीको काम अरूले भित्र नाच्छन् यिनले यहीँ माथिदिन्छन् सिधै हो कि होइन के बोल्दै माथिदेऊ न भाँडा पनि त्यही हो त्यस्तो सही काम बुढाबुढी आम्मामा दिक्क केटा हेर्न सक्छौ बबाल छ नि त फोटो खिच्ने जस्तो हो नि त आमामा आकाश चाहिँ मिठो छ
गलेङ चाहिँ उहाँ चाहिँ उहाँ फोटो चाहिँ गलेङ देख्यो यो चाहिँ गलेङ मारुङ्गा चाहिँ उता मेरी बुढी चाहिँ यता भाँडा मात्रै जहाँ मनलाई त्यहीँ फ्याँक्छु फेरि के गर्ने हो यसलाई डिसिप्लिन छैन यस्तो के अरे के त भएको मान्छेले के हो र गरे कहिले हिजो लुगा धोएको आज काली भयो है हिजो कस्तो थियो र खै यता हेर त हो कता हो त हजुर कता कता के लगाएको यो सबै यो आमामा फोटो खिच्ने जस्तो हो नि त मिठो देख्यो है यो राम्ररी नभए पनि राम्रै देख्यो हो तिमी यता हेर्दै न केही त बोल्दै एक्लै बोलिराखु न प्याता प्याता झ्याउलायो होला सबैले सुन्दा सुन्दा त पनि बोल खै होइन देखियो होइन अझै उताको आएर कहाँको भनेपछि भने खै यहाँ मान्छे देखिरहेको नि हल्का तँ होइन तँभन्दा अलि उता अनि अरू भन्दै हुनु त नयाँ नौलो लगेर एकछिन भेटौँला कति यस्तो यस्तै गर्दै बस्ने होला छेउ लाग्छ तिमीहरूलाई नि अहिले केही भयो भने भेटौँला बस्ती गरौँ तिमीहरू हो कि होइन बडी हो एउटै अर्को कुरा केटा बुढीले केही सफा गर्दैन हेर त कति फोहोर हो यहाँ त्यहाँ पनि कसो हो न केही गर्दैन भोलि भाडा गर्ने गरे यस्तो फोहोर गराएपछि केही सफा पनि गर्दैन यसले यो मान्छेले है मान्छे तिमी यता हेर त अब भोलिबाट विशालले नि हेल्प गर्छन् मलाई काम गर्नमा सघाउँछन् हो किन एक्लै गर्दैनौ किन धेरै हो बिहान उठ्ने बित्तिकै के हेर्दै काम भनिदेऊ त यता हेरेर के अनि भोलिबाट त खाना नि पकाउने सबै काम आमा के भयो कि बुढीको आँखामा के गयो अरे खै खै यहाँ आऊ त यहाँ आऊ त है कहाँ गयो है त हेर्नु त है केटा आजको लागि यतिको भयो अब धेरै काम छ हामी चाहिँ बाहिर जानुपर्ने छ भोलि भेटौँ तर यस्तै सानसानै भयो पनि झेउ लाग्ला मन लाग्यो हेर के अरे सपोर्ट हालिदियो यस्तै छ ल केटा हो बाई बाई